ए भनेपछि तपाईँ बालेनजीको सपोर्ट अनि फेसबुकमा स्ट्याटस लेखेर देश चल्छ। हर्कजीले के गरेको छ? ऊ खोला पस्छ, ढुङ्गा फुटाउँछ अनि पाइप तान्छ अनि देश र जनताको निम्ति उसले काम गरेको छ। फेसबुकमा स्ट्याटस लेखेर देश चल्छ। हामी के बोलेछु? यता हर्कजी ढुङ्गा बोक्नु भएछ, यता बालेनजी सिस्टमभित्र पस्नु भएछ। त ढुङ्गा बोक्नेले मात्रै काम गरेछ, यता सिस्टमभित्र पस्नेले पनि फाइल फुटाएछ न। फाइल फुटाएर के हुन्छ? जनताले पानी पिउन पाएनन् भनेदेखि के त्यो फेसबुकमा लेखेको कविता पिएर बाँच्न सक्छन्? सक्दैनन् नि। मान्छेले कविता बुझ्न नसके पनि त्यो भ्रष्टाचार बुझेछ भने आधा समस्या खत्तम भइहालेछ मिज्यू। त यसमा चिन्ताको बात के छ? हेर्नुहोस्, हर्क दाइको सिधा तरिका छ, काम गर नतिजा देखाऊ, त्यति हो। बालेन दाइको पनि सिधा नै छ, बोल पनि काम पनि ट्रोल पनि। हुन त दुवैजनाले देशकै निम्ति गर्न खोजेको मिज्यू। सबैजना यो नयाँ टोलीहरू एकै ठाउँमा आउन्, देश विकास गरौँ, त्यही हो हाम्रो। अब के हुन सक्छ र है?